बटरफ्लाईको उसमा अब हेरौँ बटरफ्लाई कतिको बटरफ्लाई देखिँदो रहेछ अब हेर्नुपर्छ यहाँ त पुतलीको जग्गा छ अरे पुतली छ अरे यहाँ चाहिँ वेलकम टु द वर्ल्ड अफ विन्ड भ्यू जुन पुतलीको हेर्दै जाउँ कस्तो रहेछ के रहेछ होइन सबैको पुतलीको नजर अब देख्ने हुन्छ सबैजनाले हेर्दै जाऊ होइन जानु त कहाँ छ मान्छेहरू ओ छिटो दार्जिलिङ कालिम्पोङको हिरो अब हेरौँ हेर्दै जानु होला पुतली फाइनली पुतलीको उसमा आइपुग्यो यता हो पुतली हेर्ने जग्गा चाहिँ यहाँ रहेछ हेर्न यता रहेछ पुतलीको चाहिँ ल यही हेर्नुलाई तिरेको रहेछ पैसा 100 रुपियाँ एक्स्ट्रा तिरेर यो हेर्न आएको यो रेल किरा भन्छ हाम्रो त हो ए मैले हेर्नु नजानेर पो रहेछ अस्ति मजा त यता रहेछ नि त लु गाइस हेर है यहाँ बटरफ्लाई उड्दैछ यो चाहिँ बटरफ्लाई उड्दैछ यहाँ हेरे बटरफ्लाई उडेको यता रहेछ नि हामी चाहिँ कता कता घुमेर बस्छ दामी बसेको छ हेर्नु सक्नुहुन्छ है दामी ताले बसिदिएको छ कस्तो लाग्यो गाइस बटरफ्लाई यहाँ हेर मेरो पछाडि असली मजा त यता रहेछ नि त अघि चाहिँ अब त्यति खास छैन भनेको भरे पनि यहाँ भित्र रहेछ चाहिँ राम्रो मलाई लागेको छ पुतलीहरू हेरेर बसिबस्छ रङ बिरङ पुतलीहरू यहाँ त माछाहरू रहेछ हो बटरफ्लाईहरू हेर बसेको छ फाइनली अब बटरफ्लाईको कोर्स चाहिँ सक्यो अरे बटरफ्लाईको कोर्स सक्यो होइन दामी लाग्यो होइन फर्स्टमा त म पनि अब के सोचेको थिएँ भने त्यहाँ भित्र जाँदाखेरि राम्रो लागेन खालि डेमो मात्रै देखेको जस्तो लाग्यो त्यति नै होला भनेर त पछाडिपट्टि 100 रुपियाँको ठिकै हो तपाईँहरू चाहिँ कतै पनि नजानु होला हेर्दै बस्नु होला अहिले फेरि अब जुतिर लाग्थ्यो हामी जुतिर जाने हो नि जुतिर जाने हो त्यहाँबाट अब फेरि अब त्यहाँ जोभित्र के छ त्यसको पनि सम्पूर्ण दृश्य म देखाउँदैछु र हाम्रो दिदी छ है हाम्रो गाई मजाले अब जानुपर्ने हो लिएर जाँदैछ लु हेर्दै बस्नु होला अहिले एकछिनमा फेरि अब